भूकम्प आउँदा हाम्रो घरको वाल सबैभन्दा पहिला किन फेलियर हुन्छ अर्थात् किन भत्किन्छ? प्रायजसो मानिसहरूले इग्नोर गरेको कुरालाई आजको यस भिडियोमा म हजुरहरूलाई जानकारी दिनेछु। कुनै पनि बिल्डिङलाई अर्थक्वेक रेसिस्टेन्स बनाउनको लागि सिल ब्यान्ड र लिन्टेल ब्यान्डको भूमिका अत्यावश्यक रहन्छ। यो भन्दा पहिला सिल ब्यान्ड र लिन्टेल ब्यान्ड भनेको के हो र यिनीहरूको काम के हो भन्ने बारेमा थाहा पाउनुपर्ने हुन्छ। सिल ब्यान्ड भन्नाले हाम्रो घरको झ्याल अथवा ढोकाको तलपट्टि लगाइने रेनफोर्स्ड कङ्क्रिट ब्यान्ड हो भने लिन्टेल ब्यान्ड भन्नाले झ्याल वा ढोकाको माथिपट्टि लगाइने रेनफोर्स्ड कङ्क्रिट ब्यान्ड हो। सिल ब्यान्ड र लिन्टेल ब्यान्ड दुवैले अर्थक्वेक आएको बेलामा वाललाई टाइअप गरेर क्र्याक हुनबाट बचाउँछन्, साथै वाललाई होरिजेन्टल लक गरेर डायगोनल क्र्याकिङलाई मिनिमाइज गर्ने काम गर्छ। सिल ब्यान्ड र लिन्टेल ब्यान्ड नर्मल्ली 75 देखि 150 mm थिक हुने गर्छ भने यसमा प्रयोग गरिने रेन्फोर्समेन्ट 4 वटा 8 अथवा 10 mm को प्रयोग गर्न सकिन्छ। सिल ब्यान्ड अर्थात् लिन्टेल ब्यान्ड पुरै वालमा कन्टिन्युअस हुनुपर्छ। यसरी सिल ब्यान्ड र लिन्टेल ब्यान्ड एकदमै क्रिटिकल एलिमेन्ट हुन् र घर बनाउँदा यिनीहरूमा विशेष ध्यान दिनुपर्ने हुन्छ। धन्यवाद। यस्तै जानकारीमूलक भिडियो चाहिएमा हामीलाई फलो गर्नुहोस्।